एक्ने स्कार होस् या चायापोतो होस्, फाइन लाइन्स, रिङ्कल्स, पोर्स, किन डलनेस मात्र किन हो त्यो सबै बिस्तारै कम हुँदै जान्छ। पिआरपी माइक्लिनिङ जसलाई भेम्पर फेसियल पनि भनिन्छ, यो भनेको के हो, यो कसरी गरिन्छ, के का लागि गरिन्छ, कसले चाहिँ गर्न मिल्दैन र यसको प्री र पोस्ट प्रोसिजर केयरहरू के हुन्छ। नमस्ते, म डाक्टर राजन बाबुतर्जिया। पिआरपी माइक्लिनमा हामीले पहिला ब्लड झिक्छौँ, त्यसलाई सेन्ट्रिफ्युज मेसिनमा राखेर प्रस्तुत गरेर त्यहाँबाट ग्रोथ फ्याक्टरले भरिपूर्ण प्लेटलेट रिच प्लाज्मालाई निकाल्छौँ। त्यही शक्तिको प्रयोग हाम्रो फेसमा दलेर जस्तो सानो निडल भएको जस्तो मेसिन हुन्छ, त्यसलाई स्किनमा एब्जर्ब गराइदिन्छ है। एब्जर्ब गराएपछि फेस हल्का रातो हुन्छ 2-3 दिन, अनि त्यो हिल हुने क्रममा चाहिँ तपाईँको स्किन रिजुभिनेट भएर जाँदाखेरि तपाईँको स्किनमा हुने समस्याहरू स्किन यङ्गर स्किनमा चेन्ज हुँदाखेरि एक्ने स्कार होस् या चायापोतो होस्, फाइन लाइन्स, रिङ्कल्स, पोर्स, किन डलनेस मात्र किन हो त्यो सबै बिस्तारै कम हुँदै जान्छ। मेन चाहिँ पोस्ट केयरमा जानुपर्ने, घामबाट जोगिन सक्नुपर्ने हुन्छ। घामबाट जोगिनलाई सजिलै छ, मास्क लाउने, छाता ओढ्ने, सनस्क्रिन रिएप्लाई गरिराख्ने, सनग्लासेसहरू लगाएर मजाले जोग्न सकिन्छ। जो घाममै जोगिन नसक्ने मान्छेले गर्न मिल्दैन। लास्टली यो एक्टिभ्सहरू, रेटिनोल जस्तो एक्टिभ्सहरू प्रयोग गरिराख्नु भएको छ भने तपाईँले यो माइक्लिन पछिको 2-3 दिनको रेडनेस कम भएपछि मात्र प्रयोग गर्न सक्नुहुन्छ। यो पिआरपी ट्रिटमेन्ट चाहिँ हाम्रो एजियम अलिकति डार्क ब्राउन स्किनमा एकदमै सुट गर्ने ट्रिटमेन्ट हो, अनि यो आफ्नै रगतबाट प्रशोधित गरेर आफूलाई युज गरेको भएर साइड इफेक्टको पनि कुनै डर हुँदैन।